प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ भन्ने हाम्रो दैनिक आन्दोलन सधैँ नै छ र हामी आशा गरिरहेका छौँ तपाईँले त्यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ। क्विक एक्सन मिनिस्टर भन्न चाहन्छु हाम्रो गृहमन्त्रीज्यू, उहाँ अत्यन्तै क्विक एक्सन पनि लिनुहुन्छ। मान्य सदस्य हर्कराज राईलाई समय दिन्छु, आफ्नो भनाइ छोटकरीमा राख्नुहोला। धन्यवाद छ सभामुखज्यूलाई। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ भन्ने हाम्रो दैनिक आन्दोलन सधैँ नै छ र हामी आशा गरिरहेका छौँ तपाईँले त्यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ र हाम्रो भौगोलिक अखण्डताको रक्षार्थ तपाईँ उभिनुहुनेछ भन्ने विश्वास लिएका छौँ। र मैले यहाँ दुई चारवटा कुरा राख्न चाहेको छु। यो रौतहटको गौर नजिकमा चाहिँ भारतले उच्च बाँध बाँधेर यो लाल बकैया र बागमतीको निकासलाई बन्द गरेको कारणले त्यहाँनिर चाहिँ डुबान हुने गरेको भन्ने खालको रिपोर्टिङ आएको छ। यो बारेमा सत्य तथ्य के हो, नेपाल सरकारको सम्बन्धित निकायले सम्बन्धित मन्त्रालयले ध्यान दियोस् र भारतको भूभाग चाहिँ हामीले बचाइदिनुपर्ने, हाम्रोमा चाहिँ डुबान गर्नुपर्ने भन्ने खालको त्यो राष्ट्रघाती सन्धि, राष्ट्रघाती सम्झौता, राष्ट्रघाती करार हो जस्तो मलाई लाग्छ। त्यो विषयमा चाहिँ नि नेपाल सरकारले गम्भीर भएर खोजोस् र गर्नुपर्ने आवश्यक कार्य गरोस् भन्ने माग राख्न चाहन्छु। र अन्त्यमा म के भन्न चाहन्छु भने महिनौदेखि वर्षौँदेखि पनि रहेछ कति त त्यो माइती घरमा अस्ति भर्खर मैले हाम्रो क्विक एक्सन मिनिस्टर भन्न चाहन्छु हाम्रो गृहमन्त्रीज्यू, उहाँ अत्यन्तै क्विक एक्सन पनि लिनुहुन्छ। उहाँ आफै पनि त्यहाँनिर चाहिँ तपाईँको फिल्ड भिजिटमा जानुभएको थियो र म उहाँलाई अनुरोध गर्न चाहन्छु, उहाँ मार्फत सबैजनालाई अनुरोध गर्न चाहन्छु, त्यो माइती घरमा दशौँ थरी मानिसहरू वर्षौँ वर्ष महिनौँ महिना त्यहाँ डेढै कसेर बसिराख्दाखेरि नेपाल सरकारले पक्कै पनि ध्यान दिनुपर्छ, सम्बन्धित निकायले ध्यान दिनुपर्छ र के खालको चाहिँ माग उहाँहरूले गरिराख्नु भएको छ भन्ने बारेमा ध्यान दिएर न्याय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु। र यिनै कुराहरू छन् र अन्त्यमा फेरि पनि प्रधानमन्त्रीज्यू तपाईँको चाहिँ नि छिटो आएर यहाँ उहाँले आफ्नो अभिव्यक्तिलाई सच्याउनुहुनेछ भन्ने विश्वास लिँदै यति भन्न चाहन्छु। धन्यवाद।